कति राम्रै खाएको भाइले आहा चुप मजाले खाऊ है आहा कति मजाले खाएको हो गुड बय म सानो छु त बाबा म ठुलो भएँ 2 वर्षको भएँ भन्नु न स्कुल जानुपर्छ आफै खानुपर्छ मैले भन्नु नि मोमोको बुब नखाने अब स्कुल जाने म ठुलो भएँ भन्नु न ए हो अनि के खान्छौ त अनि के खान्छौ त दाल माम सब्जी भात खाएर सुत्छु ए ल गुड बय कति मजाले खाएको भाइले आहा ए हो ए घिउ खाने अब घिउ माम खाने मामु बुबु चाहिँ नखाने खानेको छ भन जो चम्चा त्यो भाइलाई नाम पनि खाऊ कति मजाले खाएको हो छोरोले आहा खान्छु त माम चाख घरमा आएको मुखेले तानो सानो घाँस खानु नि त ठुल्ठुलो घाँस खान्छस् अनि अड्किन्छ त अनि यो दाल हाल्दै थोरै खानु थोरै